चाहिँ मोस्ट पावरफुल हो क्या। डेमोक्रेसीलाई चाहिँ कसरी स्ट्रेन्थेन गराउने हो, कसरी भिजिलेन्ट बनाउने हो डेमोक्रेसीलाई चाहिँ, त्यो चाहिँ सिटिजनले रोल प्ले गर्छ नि त, लिडरले मात्र होइन। एउटा अर्को प्रश्न त नभनौँ है, एउटा अब अहिले धेरै मानिसहरूले कुरा गरेको चाहिँ सुन्छौँ, जब म गाडीहरूतिर पनि ट्राभल गर्छु सुनिरहेको हुन्छु, तर खुलस्त रूपमा उहाँहरू अगाडि आएर बोल्न सक्नुभएको छैन कतिवटा कुरा है। हामीले देख्दैछौँ सिक्किममा धेरैवटा गभर्मेन्ट स्कुलहरू बन्द भएको पनि देख्दैछौँ, एजुकेसनको कुरा गर्नुपर्दा होइन। साथसाथै गभर्मेन्ट स्कुल बन्द भएर प्राइभेट स्कुलहरू, ठुल्ठुलो रिनाउन्ड प्राइभेट स्कुलहरू पनि आएको हामी देख्दैछौँ है। अनि यस्तो युनिभर्सिटिजहरू आएको सिक्किममा हामी देख्दैछौँ होइन, कि जसको चाहिँ हामीले गुगलमा सर्च गऱ्यौँ भने ब्याकग्राउन्ड पनि राम्रो भेटाउँदैनौँ है। र तपाईँहरू जस्तो व्यक्ति जसले चाहिँ ग्रेजिङ कलेजको कन्स्ट्रक्सन हुनुपर्छ भनेर आन्दोलन गर्दाखेरि तपाईँलाई एक्सपेल गरेको होइन। र सिक्किममा आफ्नै एउटा सेन्ट्रल युनिभर्सिटी पनि छँदैछ, सिक्किम युनिभर्सिटी है। सो इन्स्टेड अफ स्ट्रेन्थनिङ त्यो युनिभर्सिटीलाई होइन, जस्तो प्रकारले बाहिरबाट युनिभर्सिटिजहरू आउँदैछ अनि हाम्रो मानिसहरू त्यो युनिभर्सिटीमा पढ्नका लागि चाहिँ लाइनमा लागि फेरि हाम्रो मुख्यमन्त्रीलाई भेटेर फेरि पैसा पनि त्यही कलेजमा पढ्न लागि मुख्यमन्त्रीले दिनुहुँदैछ है। हाम्रो एजुकेसनको स्तर चाहिँ कहाँ पुग्यो भन्ने एउटा मलाई प्रश्न गर्न मन परेको, या त यो कुरामा एउटा डिस्कस गर्न मन परेको है, कि स्कुल इन अ वे एउटा आइरनी या त एउटा कस्तो भनौँ प्याराडक्स, एउटा कन्ट्रडिक्टरी भइरहेको छ यो कुरा हुन्छ नि। यता गभर्मेन्ट स्कुल बन्द गरिरहेको छ, मेरो मात्रै भनाइ होइन है, मैले यहाँ बसेर भनेको होइन है, धेरै मैले एनालाइज गरेको। यता गभर्मेन्ट स्कुल बन्द गरिरहेको छ, यता प्राइभेट स्कुल खोलिरहेको छ होइन। यता हेर्नु पर्दाखेरि नयाँ प्राइभेट युनिभर्सिटिजहरू यति धेरै आएको छ जहाँ पढ्नका लागि चाहिँ लाइनमा लागि नानीहरूले मुख्यमन्त्रीलाई नै सपोर्ट माग्दैछन्। अरे हाम्रो गभर्मेन्ट कलेज छ, हाम्रो युनिभर्सिटिज छ, त्यहाँ पढ्नु पऱ्यो नि त फ्रीमा गएर होइन। सो गभर्मेन्टले चाहिँ के बाहिरबाट युनिभर्सिटिज ल्याएर या त प्राइभेट स्कुलहरू ल्याएर उहाँहरूको प्रयास पनि इन अ वे पोजिटिभै हेर्दाखेरि पनि प्रयास गर्दै पनि के भएको छैन कि उहाँहरूले गर्नुभएको प्रयासमा हामी जनताले बुझेको छैनौँ कि के हो यो? यस एडुकेसन त अब यस्तो हो, मलाई लाग्छ कि अब म गान्धीले एउटा जुन चाहिँ भन्नुभएको कुरा बिर्सिँदैन क्या। जस्तो गान्धीले भन्नुभएको छ एडुकेसन चाहिँ कस्तो हुनुपर्छ भनेर उहाँले भन्नुभएको थियो क्या। जसरी घामको तातोपनले र जुनको उज्यालोले हामी कसैलाई पक्षपात नगरिकन घामको तातोपन सबैलाई पाउँछौँ हामी, जुनको उज्यालोले तपाईँलाई अलिक कम्ती मलाई अलिकति कम्ती दिँदैन नि, त्यसरी नै शिक्षा चाहिँ सम्मान हुनुपर्छ भनेर भन्नुभएको छ क्या। इक्वल एडुकेसन हुन्छ, क्वालिटी एडुकेसन चाहिँ सबैले सम्मान पाउनुपर्छ भनेर भन्नुभएको छ। तर अहिले कस्तो छ भन्दाखेरि चाहिँ एडुकेसन चाहिँ यहाँतिर के भएको छ भन्दाखेरि सेलेबल कमोडिटी छ नि त अहिलेको सोसाइटीमा। सेलेबल कमोडिटी कस्तो, तपाईँले धेरै पैसा तिर्नुभयो, तपाईँले राम्रो पढ्न पाउनुभयो, क्वालिटी एडुकेसन प्राप्त गर्न सक्नुभयो। मेरोमा पैसा छैन, एउटा मिडल क्लास र विकर सेक्सनबाट छु भने मेरोमा धेरै पैसा हुँदैन भन्नुको मतलब म क्वालिटी एडुकेसनबाट डिप्राइभ भयो नि त। अन्त यो एउटा यस गभर्मेन्टको हुन्छ नि, म एउटा राम्रो प्रयास भन्दिनँ यसलाई चाहिँ, आइएम भेरी फ्रेङ्क हुन्छ नि, यसमा चाहिँ म स्ट्रेट छु। कसरी भने अब सिक्किममा हेर्नुहोस् अहिले मोर देन 400 प्राइभेट स्कुलहरू छ। हामी यस्तो सानो राज्यमा एउटा मसरुमिङ हुन्छ नि प्राइभेट स्कुलहरू यति साह्रो फ्लोरिस भइराखेको छ। यो कसले ठुलो स्कुल खोल्ने प्राइभेट, कसले 10 र 12 सम्मको खोल्ने अथवा कसले 8 खोल्ने प्रक्रियामा चलिरहेछ। अर्कोपट्टि हेऱ्यो भने गभर्मेन्टले के गरिरहेछ भन्दाखेरि गभर्मेन्ट स्कुल चाहिँ क्लोज गर्ने डिसिजनहरू कन्सटेन्ट लिइरहेको छ नेसनल वाइडै हेऱ्यो भने 2021 देखि 23 सम्ममा मोर देन 1 लाख स्कुलहरू क्लोज भएको छ। अब सिक्किमको कन्टेक्स्ट हामी कुरा गरौँ, रिसेन्टली 97 गभर्मेन्ट स्कुल क्लोज गर्ने डिसिजन गभर्मेन्टले गरेको छ। त्यसमा प्राइमेरी स्कुल पनि छ 78 जस्तो, तपाईँको जेएचएस पनि छ, यस अनि सिनियर सेकेन्डरी स्कुल पनि छ। अब यो स्कुलहरू क्लोज गर्दाखेरि यसको लस्ट कसलाई हुन्छ तपाईँ हामी हेरौँ क्या। गभर्मेन्ट भने यसो नि प्राइभेट स्कुलको अथवा प्राइभेट युनिभर्सिटीको अब्जेक्टिभ भनेको चाहिँ तपाईँ र मलाई एडुकेसन दिनु हो कि प्रफिट कमाउनु हो, सिम्पल कुरा छ नि।
प्राइभेट युनिभर्सिटीमा भोलि अथवा मलाई तपाईँलाई अथवा कसैलाई भाइ बहिनीहरूलाई चाहिँ पढ्ने इच्छा पुरा छ क्या, मेडिकल साइन्स पढ्ने पुरा इच्छा छ अथवा हुन्छ नि एमएससी गर्ने पुरा इच्छा छ भनेपछि त्यो मान्छेले चाहिँ गर, त्यो नानीहरूले त्यो भाइ बहिनीले गर प्राइभेट युनिभर्सिटीमा एडमिसन पाउन सक्छ? सक्दैन नि त। अनलेस उसले त्यो फी तिर्दैन तबसम्म उसले त्यहाँ एडमिसन पाउँदैन। अन्त अब गभर्मेन्ट सेक्टरको कुरा गर्नुपर्दा मैले भनिहालेँ, अघि तपाईँले पनि कुरा गर्नुभयो, गभर्मेन्टले प्राइभेट युनिभर्सिटीको बिल इन्ट्रोड्युस गरेछ। 24मा हेऱ्यो भने चाहिँ हामीले 10 प्राइभेट युनिभर्सिटी बिलहरू इन्ट्रोड्युस गर्यो। 25को फर्स्ट सेसनमै तपाईँ हामीले देख्यौँ त। अन्त एडुकेसन मिनिस्टर एउटा हुन्छ नि, एउटा शिक्षित सबैले मानेको होइन, धेरै सिक्किमे समाजले उहाँले के गर्नुहुन्छ होला अब शिक्षाको लागि भनेर हामी पनि हाम्रो सोसाइटी नै हाहाकारमा मचेको थियो। तर फर्स्ट सेसनमै उहाँले प्राइभेट युनिभर्सिटी बिल इन्ट्रोड्युस गराउनु भयो। अब हाम्रो सिक्किममा तपाईँले पनि कुरा गर्नुभयो, सेन्ट्रल युनिभर्सिटी छ, सिक्किम सेन्ट्रल युनिभर्सिटी, सिक्किम स्टेट युनिभर्सिटी पनि छ। हेर्नुहोस् है, यस्तो डिप्लोरेबल कन्डिसनमा छ अहिले। सिक्किम स्टेट युनिभर्सिटीले त 2टा सब्जेक्ट मात्रै प्रोभाइड गर्न सकिरहेछ, त्यो पनि तपाईँलाई याद छ होइन, हिन्दी र नेपाली मात्र प्रोभाइड गर्न सकिरहेछ, 2टा सब्जेक्ट एउटा युनिभर्सिटीले। हेर्नुहोस् है, अब यहाँनिर डिपार्टमेन्ट एडुकेसन मिनिस्टर गभर्मेन्ट सिरियस हो भने चाहिँ एसेम्ब्ली सेसनमा किन पब्लिक फन्डेड एडुकेसन इन्स्टिट्युटको बिलहरू पास हुँदैन? यो एउटा ठुलो कुरा छ नि तपाईँ, हामीले बुझ्नुपर्ने। हेरौँ सिक्किममा अहिले हेर्दाखेरि स्टुडेन्टहरूले मास्टर्सको लागि एडमिसन नपाएर सिक्किमदेखि बाहिरको युनिभर्सिटिजहरूतिर जानु परिरहेको छ। र तपाईँले अघि कुरा गर्नुभयो, आज भन्दाखेरि लगभग 1-2 वर्ष अगाडि चाहिँ युनिभर्सिटी ग्रान्ड कमिसनले चाहिँ एउटा रिपोर्ट निकालेको थियो। अब एडुकेसन चाहिँ एउटा अहिले यति साह्रो एउटा हुन्छ नि, एउटा माफिया जस्तो चलिरहेको छ एडुकेसन सेक्टरमा। मान्छेले एडुकेसनमा कन्फर्माइज गर्नु हप्पत गर्दैन नि त, हेल्थमा हतपत कन्फर्माइज गर्दैन नि त। नगरिसकेपछि त्यो युनिभर्सिटी त्यो कलेज चाहिँ युनिभर्सिटी ग्रान्ड कमिसनसँग एफिलिएसन छ कि छैन भनेर त्यो मान्छेले हेर्दैन क्या। र युनिभर्सिटी अफ ग्रान्ड कमिसनले चाहिँ एउटा रिपोर्ट पनि निकालेको थियो, त्यसमा चाहिँ धेरै जस्तो डोजन्स अफ हुन्छ नि युनिभर्सिटिजहरू चाहिँ युनिभर्सिटी ग्रान्ड कमिसनसँग एफिलिएसन छैन। उनीहरू चाहिँ ब्ल्याकमा तपाईँको एडुकेसनको नाममा चाहिँ डिग्री मात्रै उनीहरूले चाहिँ सेल गरिरहेको छ भनेर, त्यो डिग्री चाहिँ भ्यालिड हुँदैन भनेर युनिभर्सिटी ग्रान्ड कमिसनले चाहिँ एउटा रिपोर्ट दिएको थियो। आज सिक्किममा आउने युनिभर्सिटीहरू साँच्चै नै युजिसीसँग एफिलिएटेड छ। आज मैले देखिराखेको थिएँ मेधावी स्किल युनिभर्सिटी उता हाम्रो बर्मेकमा छ, नर्सिङ गराउँदैछ, त्यहाँ कोर्स छ होइन, नर्सिङ कोर्स गराउँदैछ, तर प्र्याक्टिकल गर्नु चाहिँ गेजिङ हस्पिटलमा आइरहेको छ त्यहाँको भाइ बहिनीहरू। उनीहरूले अपर्च्युनिटी गेजिङमा आएर पायो, ठिकै छ, तर यस्तो हो नि त्यो प्राइभेट इन्स्टिट्युटमा उनीहरूले फी तिरिराखेको छ भनेपछि उनीहरूको आफ्नै एउटा ल्याब हुनु परेन, प्र्याक्टिस गर्ने ठाउँ त त्यहाँ हुनु पऱ्यो नि त। भोलि भाइ बहिनीको नेग्लिजेन्सीको कारणले गर्दा गेजिङ हस्पिटलमा एउटा कमन मान्छेको डेथ भयो भने चाहिँ सो इज द रेस्पोन्सिबल। हामी जनता सचेत हुनुपर्छ, किनभने हामीले देख्दैछौँ कि एउटा बिल्डिङमा पनि प्राइभेट युनिभर्सिटिजहरू चलाएको, हामी युनिभर्सिटिजको नाममा चाहिँ एउटा बिल्डिङमा चलाएको पनि हामी देख्दैछौँ नि त। मैले भने नि यो सेलेबल कमोडिटी भएको छ नि त तपाईँको। अब यस्तो स्टेटले हाम्रो स्टेट युनिभर्सिटी राम्रो बनायो, सेन्ट्रल युनिभर्सिटी राम्रो बनायो अथवा अरू पनि युनिभर्सिटी ल्यायो भने त आउने भाइ बहिनीहरू त लाख खर्च गरेर प्राइभेट युनिभर्सिटी जाँदैन नि त, गभर्मेन्टमै पढ्छ नि त होइन। गभर्मेन्टमा पढिसकेपछि के हुन्छ भन्दाखेरि त्यो ह्युमन रिसोर्स हामी क्रिएट गर्छौँ। मेडिकल साइन्स हेरौँ, अब सिक्किममा अहिलेसम्म मेडिकल कलेज छैन, तपाईँ हामीलाई थाहा छ। मेडिकल कलेज नभएको कारणले गर्दाखेरि चाहिँ क्रोर अफ फिज चाहिँ हामीले स्टेटदेखि बाहिर फ्यालिराख्नु परेको छ। अब यहाँनिर चिफ मिनिस्टरले धेरै जस्तो मान्छेहरूलाई पर्सनली ग्रान्टहरू दिनुहुँदैछ होइन, एक हिसाबले हेर्दा राम्रो देखिन्छ होइन। तर म चाहिँ के भन्छु भने नि उहाँले त्यो ग्रान्ट दिनु भन्दाखेरि चाहिँ आफ्नै मेडिकल कलेज इस्टाब्लिस गरिदिनुहोस् क्या। भोलि तपाईँले 1-2जना मान्छेलाई दिएर मान्छे कहिले खुसी बनाउन सकिँदैन क्या। यो मान्छेको ग्रिड भन्ने कुरा, मान्छेको एक्सपेक्टेसन भन्ने कुरा यो सोसाइटीमा एन्ड कहिले पनि हुँदैन। त्यही कारण चाहिँ इन जेनरलको लागि हामी बरु हाम्रो मेडिकल कलेज इस्टाब्लिस गरौँ। त्यहाँनिर हामी जस्तो छ नि बाहिर 1जना पढ्ने फिजले त हामी यहाँ हाम्रो मेडिकल कलेजमा 10जना पढाउन सक्छौँ नि, जसरी मणिपाललाई पनि हामी तिरिराखेको छौँ क्रोर अफ रुपिस होइन। अन्त हाम्रो मेडिकल कलेज भयो भने बरु भोलि एउटा हामी साइन गरौँ न, बोन्ड साइन गरौँ अथवा केही एग्रिमेन्ट बनाऊँ जसलाई त्यो युनिभर्सिटीमा हामीले पढाउँदैछौँ, त्यो कलेजमा जसले पढाउँदैछौँ उसले चाहिँ 10 इयर्स 20 इयर्स चाहिँ सिक्किमको जुन चाहिँ हस्पिटलहरू छ, गभर्मेन्ट हस्पिटल छ, यहाँभित्रै सर्भिस दिनुपर्छ भनेर हामी एउटा टर्म्स एन्ड कन्डिसन बनाएर उहाँहरूलाई एडमिसन दिउँ न त बरु। त्यो त एउटा राम्रो एउटा काम हुन्छ नि त। अर्को कुरा सिक्किममा हामीले हेर्नु पऱ्यो भने एउटै मात्र बिएड कलेज छ। अब टिचिङ प्रोफेसनको लागि बिएड कम्पलसरी छ। लाख मान्छेहरू यहाँनिर टिचर गर्छु भनेर चाहिँ त्यो प्रोफेसन लिएर बसिराखेको छ। आज त्यो पनि कुरा त्यही छ। अब प्राइभेट युनिभर्सिटी डिस्टेन्स कोर्सहरूमा तपाईँको 2-3 लाख रुपियाँ फिस तिरेर बिएड गर्नु पऱ्यो। अब लास्ट टाइम एउटा कन्ट्रोभर्सी पनि भएको थियो, त्यो प्राइभेट इन्स्टिट्युटबाट डिस्टेन्स कोर्सबाट ल्याएको बिएडको सर्टिफिकेट चाहिँ इनभ्यालिड हुन्छ, भ्यालिड हुँदैन भनेर पनि भनेको थियो नि त।
अन्त हाम्रो आफ्नै बिएड कलेज अझै बेसी होस्, त्यहाँको सिटिङ क्यापेसिटी, स्टुडेन्टको इनरोलमेन्ट क्यापेसिटी अलिक बेसी होस् होइन, ताकि हाम्रो भाइ बहिनी युथहरू चाहिँ बाहिर पैसा फाल्नु नपरोस्। त्यो हाम्रो एक्सचेकरमै आओस् न त, केही पैसा आउँछ भने पनि पब्लिक फन्डेड इन्स्टिट्युट भयो भने त हाम्रो हुन्छ, अथवा यहाँभित्र पढ्नु पायो भने त सोसियल सेक्युरिटी हुन्छ। बाहिर जाँदाखेरि सोसियल इन्सेक्युरिटी हुनु त यहाँ पनि छ, बाहिर झन् धेरै आइछ नि त। वुमनहरू स्पेसली वुमनहरूको हेरौँ त होइन, कुनै ठाउँमा पनि सेफ छैन क्या उहाँहरू। मेरो पनि बहिनीहरू छ, दिदीहरू छ होइन, कहीँ पनि सेफ छैन उनीहरू। अब एटलिस्ट यहाँ घरमा छ भने त फ्यामिलीको सुपरभिजनमा हुन्छ, भेट्नु पाउँछ, आफ्नो चिनेको मान्छेहरू हुन्छ, काहीँ न काहीँ अलिक हामी त्यसलाई कन्सिडर गर्न सक्छौँ नि त। अन्त मैले भनिहालेँ त्यो एउटा पार्ट भयो। अनि अर्को कुरा, सिक्किम सेन्ट्रल युनिभर्सिटीमा हामीले हेऱ्यो भने मास्टर्स अफ भोकेसन एम्बो कोर्स छैन, फिजिकल एडुकेसनको मास्टर्स कोर्स छैन, जोग्राफीको पनि मास्टर्स कोर्स सिक्किम सेन्ट्रल युनिभर्सिटीमा छैन। र म के भन्न चाहन्छु भने चाहिँ यदि गभर्मेन्ट साँच्चै नै कन्सर्न छ होइन, एडुकेसन मिनिस्टर साँच्चै नै कन्सर्न हुनुहुन्छ अथवा डिपार्टमेन्ट कन्सर्न छ भने चाहिँ यो कुराहरू किन हुन सक्दैन? एउटा एसेम्ब्लीमा 7वटा प्राइभेट युनिभर्सिटीको बिल पास हुन सक्ने, एउटा एसेम्ब्लीमा एउटा सेन्ट्रल युनिभर्सिटी एउटा सब्जेक्ट ल्याउनुपर्छ भनेर बिल पास हुन सक्दैन? यो त सिम्पल लजिक हो कि एडुकेसनलाई चाहिँ कमर्सियलाइजेसन गराउने हो। एडुकेसनबाट जति मान्छे डिप्राइभ भयो, शिक्षा नै छैन भने के कुरा बुझ्ने, सोसाइटीलाई कसरी बुझ्ने, सोसाइटीको डेभलपमेन्टलाई कसरी बुझ्ने, इकोनोमिक्सको डाइनामिक्सलाई कसरी बुझ्ने? अब योबाट हामी यो पनि बुझिन्छ, किनभने तपाईँले भन्नुभएको जस्तै हामी त सिक्किमको भविष्य हो नि त। एक्ज्याक्टली। डिनाइ गर्नुहोस् नगर्नुहोस् यो त फ्याक्टै हो। युथ त हामी भोलिको दिनमा फ्युचर, सिक्किमको फ्युचर हो होइन। र अब तपाईँले भन्नुभएको जस्तै एडुकेसन त एउटा हाम्रो ब्याकबोन हो। सबैले चाहनुहुन्छ, मेरै घरबाट पनि चाहनुहुन्छ कि म राम्रै एडुकेसन पाऊँ भनेर, राम्रै कलेजमा पढौँ भनेर। तर तपाईँले भन्नुभएको जस्तै किन त्यसमा पनि डिस्क्रिमिनेसन होइन? प्राइभेट पढ्नुमा आपत्ति केही पनि छैन, यहाँबाट हामीले यो आपत्ति जनाएको पनि होइन कि प्राइभेट स्कुल नजानुहोस्, कलेज नजानुहोस् भन्ने होइन। तर गभर्मेन्टको प्रायोरिटी चाहिँ हुन्छ नि। मैले त्यही भनेको हजुर, जो हामी जुन मिडल क्लास फ्यामिली, मैले पनि गभर्मेन्ट स्कुलबाट मेरो स्कुलिङ गरेको है, हामी जतिजना पनि छौँ र जसले अफोर्ड गर्न सक्दैनौँ उहाँहरूले पनि एजुकेसन त पाउनै पऱ्यो नि त। तर क्वालिटी एजुकेसन पाउने पनि त राइट्स त हाम्रो पनि छ नि त होइन? सो के यहाँ हामी मास्टर्स लेभलमा गएर या त ग्रेजुएसन लेभलमा गएर चाहिँ क्वालिटी एडुकेसन पाउँदैछौँ भन्ने एउटा प्रश्न होइन? यदि पाउँदैछौँ भने या त पाएको छैनौँ भने बाहिरको युनिभर्सिटिजलाई जस्तो प्रकारले हामीले निम्त्याउँदैछौँ, के त्यो युनिभर्सिटिजहरू भ्यालिड छ भन्ने एउटा प्रश्न पनि आउँछ नि त होइन? मैले ओभरअल यो कुरा चाहिँ के गर्न खोजेको भन्दा चाहिँ जे गरेर पनि जसो गरेर पनि हाम्रो भविष्य, हामी फ्युचरको कुरा गरिन्छ, हाम्रो युथको कुरा गरिन्छ। यही सन्दर्भमा म अहिले सिक्किममा भइरहेको एउटा अर्को मेन